ल भन अब ल हेर अब कति आछ 3.18 आछ भनेपछि कति पर्सेन्ट आयो छटपटेर मरेको थियो अहिले छटपटेर मरेको 3.1 उसको कति आयो तिनको अघि कति आएको थियो तिनको 3 कति आयो साथी एउटीको एउटाको चाहिँ 2.99 ए भयो 3.18 आछ ल ल बधाई छ धन्नै फेल भयो धन्नै फेल भएन अझ सेपरम धन्नै फेल भएन फेल भइदियो म त मान्नु मलाई धन्नै बचिकिस भाइ पूजाको तर्फबाट अनि यत्रो यहाँ कम दुःख भएको थियो त त्यहाँ तल आफ्नो छोरी न तल गएको अनि के त 3.18 GPA बेस्ट विज अनि के लेखाएको छ यो सेपरेट SMS बेस्ट 2 भनेको छ के हैन त्यो गरे आउँछ सिम्बल नम्बर यति अनि पालै खिच्छ न यार ल तै खिच आज तेरै हुन्दिन SLC को धन्नै पास चाहिँ भएछ त्यही खुसी लाग्यो ल बधाई छ तँलाई एकदमै बधाई छ यत्रो गरेर पनि पास भएन भने त माथि पो त यत्रो गरेर पनि पास भएन भने बर्बाद हुन्थ्यो 3.18 आछ अब अहिले पछि देखाउँला अहिले जिपिए थाहा भयो त भइहाल्यो नि अहिले पछि मार्कसिट अहिले को कतिमा आयो त्यही सास फुल्यो अब भात खाने गम पारेर अब भोज खाने गएको आयो तिमीले है भोज खाने आज पार्टी हो डेभिड हामीलाई पार्टी गर्नु पर्यो पार्टी गर्नु पर्यो हामीलाई थाहा छैन है ठुलो टेन्सन ठुलो टेन्सन त्यही भएको पार्टी खाने मान्छे ल हालिदिन्छु त्यसमा आज पहिला भिडियो बनाउँदै त्यहाँ सबभन्दा ठुलो खुसी यही हो अब पास भयो सबभन्दा हो कि नै यसै त कट्यो अब 10 वर्षको खटको गौरव कट्यो अनि अब 11-12 कट्यो सबभन्दा अब 11-12 हो अब कटाउने 12 अब 11 पनि हो 11 त्यस्तो 12 हुन्छ त फेरि 12 को बाइन्डर सेट पर्छ त 11 त पर्दैन आफ्नो स्कुलमा हुन्छ किनी कुरा नगरेर अहिले पछि के भिडियो भइराछ भयो के भयो त अनि के त 11-12 अनि के त रामसँग पढ्ने रामसँग ल एकचोटि नाच खै नाच नि तिमी पनि यसो देव दादाको पास भयो खुसी भयो अब भोज खानु परेन भोज खानु पायो भने ल छिटो भोज खान पाउने भयो भोज खान पाउँदै भोज खाना ल सर भोज खान पाउने भयो म पनि भोज खान पाएँ फ्लाइ जा अब आइज यता 3.18 ल्याछ के दिस भन् धन्यवाद कि बधाई केही नै हाँसेर अबिर लगाइदिए मेरो छोरालाई बधाई छ मेरो छोरो जरो प्रगतिका कामना होस् इन्जिनियर ओभरसेट पाइलट मेरो छोरा डाक्टर सबै हुन्छ मेरो छोरा अब डाक्टर पनि भइहाल्छ त्यसपछि राम्रै तरिकाले खाइया रहेछ नि पार्टी आयो ल
खुसीयाले मासु पकाइदिनु कहाँ राखेको छ कस्तो गरेछ पास हुने कि नै भने पास त भइजाम ल भन्थे हो पास हुने त राम्रै भयो थाहा भएन तिनीहरूको त बाबुको मात्रै हेऱ्यो कम से कम पास सबैलाई त्यही हो सुने के नभए भएन भन्ने मन कति खिन्न हुन्थ्यो सबैलाई त्यो चाहिँ हुन्थ्यो ल खाएको त पास भयो खुसियाली म ल ल बधाई छ ल पास भएकोमा धेरै बधाई छ ल है ल ल देउरी हात बजीमा लक्ष्मी नाच पास भएछ अब दादालाई देविकाले कानमा हाल्ने कसो दिन्छु त मेरो छोरालाई त म कति आशिक दिन्छु कति म हात धुनी अहिले त बाटोले त यहाँ तल छ त यहाँ इन्क्वायरी हुन्छ मम्मी म फेरि यसका पनि एकले कता खाउँला माथि दाल र भात हिँडेर खान्छ ल एसएससी पास भएको मान्छे आजदेखि ल फाइनली एसएससी सक्यो फाइनली एसएससी सक्यो अब राम्रोसँग अब अगाडि अझै गर्दै जाने राम्रो यस्तो यस्तो उब्रिन अब भोलि त्यहाँ भोजमा खानुपर्छ आज कहिले खाने भयो भोलिको खानु अब कति खाने विषय हुन्छ त्यता हुन्छ राजा मेरो छोरा यसीमा कति ल्याइस गरे 3.18 कति हो भन्नु कति हो अलि हाल्नुलाई क्याल्कुलेसन हाल्नुपर्छ बी प्लस कति पर्सेन्टेज आउँछ यहाँ कलेज ल्याउनु पर्दैन त्यो अझ डिसिसन हान्नुपर्छ अब 11 मा डिसिसन हान्छ मेरो छोराले अनि मेरो छोरा नेपालको टप बन्छ मेरो एउटा छोरा डेभिड स्वर्णकार डेभिड फर्स्ट भने हैन उहाँ पोखराको खेवातालमा गएन मलाई के भन्यो मेरो छोराले आन्टी यसलाई यो हवाले 4-5 वर्षकोमा लगेर गयो नि भिडियो बनाएछ के भिडियो छिटो गर्नु न मेरो छोरा इन्जिनियर ओभरसियर सल्यान जिल्लाको टप भन्नुपर्छ मेरा बत्ती दन्तले मेरो छोरा उज्जवल भविष्यको सुख शान्ति उमङ्गले भरियोस् सगरमाथा भन्दा माथि मेरो छोरा जानुपर्छ एउटा मेरो छोरा नि आन्टी तपाईँ पनि भन्नु न म त मेरो छ म त तिमीले नभने पनि यहाँ त सम्पूर्ण कुरामा पर्फेक्ट छ राम्रो मेरो छोरा सगरमाथा भन्दा माथि उज्जवल भविष्यको खै साथी लुगरे मेरो छोरा एकपटक भिडियो बनाइदिन्छु म त कता पास भइया के भयो फेल भइ रातो त्यो मरले फेरि तेरि बाजे राम्रोसँग सम्झायो के देखाएछ गरे न इले मेरो हाल्दै रहेछ ए एन्जिलाले ए 3.81 मोमोटाको पठाते हेरौँ मोमोटा कति हो खै सबैको सिमो नम्बर कहाँ थाहा हुन्छ र साथै आज त भिडियो लामै बन्यो